त्यो बाहेक नेपालभित्र र नेपाल बाहिर तपाईको के व्यवसायमा लगानी छ? मेरो एउटा नामी भन्ने कलेज छ है, त्यो अनि मेरो एउटा नेशनल लाइफ भन्नेमा मेरो शेयर्स छ। नामी कलेज लगानी छ। इन्स्योरेन्स नेपाल होइन, एनएलजीसी भन्छ, एनएलजी, त्यसमा मेरो लगानी छ एज अ शेयर होल्डर। त्यो मेरो युलेन्स त्यसको मोडालिटी थाहा छ? इज अ च्यारिटी है। म त्यसबाट मैले एक पैसा हाले पनि होइन, म एक पैसा लिँदा पनि लिँदैन त्यसबाट। मलाई लिनुपर्ने जरुरी नै छैन, किन यो मैले हालेको भए मैले लिनु। मेरो अध्यक्षको भत्ता त आउँछ होला नि? आउँदैन त्यसमा। दिस इज अल सोशल वर्क। हाम्रो 32% को ऊ छ होइन, 32% हाम्रो शेयर छ। र तपाईँले अब नेक्स्ट प्रश्न के सोध्नुहुन्छ, तपाईँले लाइफ कसरी चलाउनुहुन्छ? होइन, अरू लगानी कहीँ छैन मेरो। मेरो ब्याङ्कमा म बिरामी भएपछि मैले चाहिँ 4-5 ठाउँको मेरो जुन चाहिँ पेवामा आएको जग्गा मैले बेची। मसँग 10 बिघा जग्गा थियो मेरो बुवाले त्यहाँ, बिचमा पनि बेच्दा अस्ति मैले त्यहाँ पनि भूमिपति हो नि? हो, अब भूमिपति हो, तर त्यो मेरो बुवाले आफ्नै पैसाले किनिबक्छ हो, छोरीहरूलाई पनि बक्स्या छ। त्यो पनि मैले बेचिसकेँ। र पोखरामा जग्गा थियो त्यो पनि मैले बेचिसकेँ। हेटौडामा मुवाले दिएको पेवा थियो त्यो पनि मैले बेचिसकेँ, किन म बिरामी भएपछि म तर्सी। अब बिरामी भएपछि मैले कसरी चलाउनु? लगानी यो 3टा ठाउँमा मात्रै हो मेरो पैसा ब्याङ्कमा छ? ब्याङ्कमा छ, बिकज आई हैव सोल्ड ल्यान्ड एन्ड पुट दैट मनी इन द ब्याङ्क। घरमा चाहिँ कति छ? घरमा किन पैसा? क्रेडिट कार्ड छ नि, घरमा पैसा राख्छ र हैन। अहिले त यी खालका पैसा चाहिँ गाडेरै राखेका छन् भन्छ। हो र? कसरी गाड्ने? त्यो पहिला कसले ट्याङ्कमा गाड्यो भने जस्तो ट्याङ्कीमा त लुका होला। गाडेर राखेर पैसालाई धैमराले खाँदैन र? 5 पटक प्रधानमन्त्री भएको मान्छेको त अरू सम्पत्ति, तपाईको पतिको सम्पत्ति चाहिँ? मेरो पतिको सम्पत्ति तपाईँले गएर हेर्नु होला, काठमाडौँ उहाँको केही छैन, ढाक्रे मान्छे हो। त्यो मेरो घर हो। मेरो बुवा र मुवाले मलाई बक्सेको हो त्यो घरको जग्गा। अनि दुःख सुख गरेर त्यो बेलासम्म म भने नि दिनको $500 कमाउने कन्सल्टेन्ट थिएँ म। मेरो हस्बेन्डलाई 1990 मा बिहा गर्दा माई तलब वाज 50,000 रुपिज अ मन्थ। त्यो बाहेक म ट्राभल गर्थेँ, मेरो डिएसए आउँथ्यो। आई वाज अ रिच वुमन देन बिकज आई टु अर्न अ लट अफ मनी। न आम अ पुअर वुमन। अहिले चाहिँ गरिब हुनुभयो? अहिले त अब कति आउँछ, 40-50 हजार कति आउँछ, त्यो त महिनाभरिको कमाइ हो नि त। त्यो बेलामा त दिनमा $500 आउँथ्यो नि, अहिले दिनमा $500 कति हो भन्नुहोस्? त्यसो भए एउटा च्यालेन्ज गरिदिए भयो तपाईँले। शेरबहादुर देउवा ढाक्रे हो? ढाक्रे होइन, ही हेज प्रपर्टी, तर जोइन्ट प्रपर्टी। अहिलेसम्म हाम्रो पहाड़को प्रपर्टी काठमाडौँमा सोधे? काठमाडौँमा ही डजन्ट हेभ एनिथिङ। विदेशमा? विदेशमा कहाँबाट हुन्छ बिचरा? काठमाडौँमा चाहिँ विदेशमा हुन्छ। उहाँले म अमेरिका जाँदाखेरि अघिल्लो महिना म अमेरिकामा थिएँ, अनि त्यहाँ नेपाली कम्युनिटी भेट्दा उहाँहरूले भनेको, मसँग प्रमाण छैन, नेपालका ठुला फलानु नेता, प्रहरीको फलानु पूर्व अधिकारी, उनीहरूको यहाँ लगानी छ भन्नुहुन्छ कि उहाँहरूले। होला शेरबहादुरजी आर्जुजीको पनि छ कि भनेर सोधे? शेरबहादुर आर्जुजीको छैन। व्हाट यु सी इज व्हाट यु गेट। वाट एभर वी हेभ स्पेन्ड भएको छ। हाम्रो लाइफ चलिरहेछ। मेरो छोराको आफ्नै इन्कम छ, उसले आफै पैसा कमाउँछ, आफै स्पेन्ड गर्छ। जति मेरो लगानी थियो मैले घर बनाएर सिद्धाएँ, त्यसपछि छोराको एजुकेसनमा हालेँ, र हाम्रो अहिले जो तलब आउँछ त्यसबाट पनि चल्छ। अफकोर्स साथीहरूले पनि हेल्प गर्छन्, पार्टीमा हुन्छ है त्यस्तो। बिरामी भए बेलामा ल दाइ जानुहोस् भन्ने साथीहरूले गर्ने हेल्प चाहिँ कति जति हुन्छ एकजनाले? अब कहिले टिकट काटिदिन्छन् प्लेनमा, ओ त्यस्तो दिन सक्ने साथी को छ नेपालीको? देख्नु भएको छ तपाईँले? त्यसपछि तपाईँले नियुक्ति दिनुहुन्छ, व्यवसायमा सहयोग गरिदिनुहुन्छ? त्यस्तो केही गर्नु पर्छ, त्यस्तो कोही साथी छैन नेपाली नेपालको। म आई हेभ नो आइडिया अबाउट द्याट। मलाई आइडिया नभएको कुरा नसोध्नुहोस्, किन कुनै पनि ग्रुप नेपाली कांग्रेससँग आबद्ध कोही छैन। यहाँ सुनिन्छ नि यो ग्रुप छ अरे